के बनाउनु लागेको? यो यो अब आफ्नै लागि मी बनाउनु लाग्यो कि यो नेपाली हो कि चाइनिज हो? नेपाली स्टाइल हो स्पाइसी वाला चाइनिज वाला मिठो भएन त्यही भएर आफैले बनाएर खान लाग्यो तिमी खाने हो तिमी खाने हो दियो भने खाने नि। ल ल ल मैले पहिलोचोटि ट्राई गर्न लाग्यो कस्तो हुन्छ थाहा छैन है अहिले एकदम स्पाइसी स्पाइसी वाला नुडल बनाएर खाने क्या चक्कु धारिलो भएन कि त्यो अर्को चक्कु ल्याउनु नि हुन्छ सात आठले। कति लामो भयो त? अब यो लाई चाहिँ पुरै लडा लडा निकाल्ने हो अब चक्कुले गर्दा पनि हुन्छ जे सजिलो लाग्छ त्यो युज गर्दा यो नर्मल हो घरमा पनि बनाउन मिल्छ यो गहुँको पाउडर र आँटाको पाउडर मिक्सवाला बनाएको थिएँ मैले उनीहरूले प्लास्टिक भएको लागि त्यही भएर तिहान भएर ट्राई गर्नु लाग्यो कि आफै नुडल बनाएर खाइदिउँ भनेर यहाँको नुडल चाहिँ अहिले मसिनो खालको कोही फेरि जस्तै मोटो खालको हुन्छ नमिठो लाग्छ त्यही भएर आफै ट्राई गर्नु लाग्यो कस्तो हुन्छ यो अब आफ्नै लागि साइज मेटर गरेँ नि रबर बनाउँदा पनि भयो आफूलाई जस्तो ठिक लाग्छ त्यस्तै बनाउने साइज चाहिँ अब यो यस्तो काटेर रेडी हुँदैछ अघि बाँकी छ काट्नमा अनि यो सबै काटिसकेपछि रेडी हुन्छ पानीमा उमाल्नको लागि यो काटेर सकियो अब अहिले रेडी छ पानीमा उमाल्नको लागि पानी उम्लेर रेडी भइसक्यो अब यसमा मैले अघि काटेको त्यो नुडल्स हाल्दैछु र यसमा हालेर यसलाई पाक्न दिनुपर्छ मजाले पानीमा उमाल्नु धेरै पकायो भने पनि त्यो सबै गम भएर टाँसिनु पनि लेखेको एकदम मिडियम साइज बनाएर यसलाई मजाले पकाउने पानीमा पहिला अनि त्यसपछि बल्ल फ्राई गर्दा राम्रो हुन्छ ओभर पाक्यो भने चाहिँ फ्राई गरेर पनि सबै एकै ठाउँमा डल्ला पर्दैन रेडी भयो अब यसलाई ग्यास काटेर मसला बनाएर चाउमिन नेपाली चाउमिन बनाएर खाने गर्नुपर्छ अब नुडलमा मिक्स गर्नको लागि बन्दा काट्दैछु र यसलाई मसिनो बनाएर कटिङ गरेपछि अनि यो अघि बनाएको नुडलमा मिक्स गर्ने हो यसलाई मसिनो बनाएर कटिङ गर्दैछु अनि हरियो खुर्सानी प्याज तपाईँहरूलाई जति हाल्नु मन लाग्छ त्यति हाल्दा हुन्छ र मैले चाहिँ हरियो खुर्सानी चाहिँ अलिक बढी मात्रामा हालेको छु किनभने मैले स्पाइसी नुडल बनाउन लागेको त्यसैले प्याज र खुर्सानीलाई सुरुमा तेलमा मजाले फ्राई गर्नु अब यसमा अघि काटेको बन्दा पनि हाल्ने बन्दालाई एकैछिन मजाले पकाउने धेरै पकायो भने पनि मिठो हुँदैन फेरि बन्दा हल्का मात्राले फ्राई गर्नु यसमा मैले आफ्नै हिसाबले मसलाहरू युज गरेको छु तपाईँहरूले आफूलाई के मन लाग्छ त्यो युज गर्दा हुन्छ र नुडल रेडी भयो अब एकछिनमा खाने हो मजाले बसेर घरमा ट्राई गरेर खान सक्नुहुन्छ त्यस्तै गरी